त के पो आँसुको? मेरो दुर्गा 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 तामाङ हो। माइताको थर चाहिँ? माइत थिङ। अहिले कति वर्ष पुग्नु भयो तपाईँ? 72। 72मा। हजुर। बिहा गरेपछि कति भएछु तपाईँले? मैले हजुर 53मा टेक्यो अस्ति फागुनले। माघी बिहा त होइन होला? माघ बिहा हो मेरो। कसरी माग्नु आयो? होइन होइन नि म त अब सबै दिदी बहिनी भन्दा म कान्छी छोरी माथि ठुलाको बिन्ता कापा। ए हजुर। त्यहाँ यतापट्टि अब आगै भनौँ न अब हेर्न आएको मलाई। त्यहाँदेखि एउटा खै बुढोको गएको थियो माथि गरगाउँको भनेपछि पाखन बुढो हो। हजुर। तिनीहरू आएको थियो तनी। नयाँ घरमा कस्तो लाग्यो तपाईँलाई? पहिलोचोटि जाँदाखेरि चाहिँ अन्त कहाँ कहाँ गएको जस्तो हुने हातमा कामै नआउने नि मलाई त। अन्त कमानतिर चाहिँ बिगा हिँड्थेँ। गएकै सालदेखि? गएको सालदेखि बिगा हिँड्थेँ नि। बिगा टिप्दाखेरि दिनमा कति कमाउनुहुन्थ्यो तपाईँले? कति? त्यतिखेर 4 किलो कति कमाउनु अन्त? पर्मानेन्ट काममा जाँदाखेरि एक दिनको रोज कति? एक दिनको रोज त 45 कि कति थियो हौ? 45 रुपियाँ थियो। कमानबारीमा त साँपहरू पनि निस्किन्थ्यो होला, बिच्छीहरू आउँछ होला है? साँप एकपल्ट 2500मा मेरो थियो हो। हजुर। अन्त त्यस्तो परेको पखेरामा टिप्दै अरू टिप्दै गयो, म पनि टिप्दै गएँ। साँप पनि अन्त क्या अरू टिप्दै गयो अघि क्या अलिक पछि पनि छ म बिचमा छु टिप्दै जाँदा मेरो अन्त यत्रोबाट आयो साँप आएछ हौ। यसो छातीबाट क्या हो यस्तो परेछ गएको नि साँप त। केही गरेन? केही पनि गरेन। बोनसको लागि कराउनु पर्थ्यो कि पर्थेन? अब पर्थ्यो नि। त्यति बेला पनि कराउनु चाहिँ पर्थ्यो? पर्थ्यो। र अब हामी मसिनोहरूलाई केही कुराहरू तपाईँको छ भन्नु मन लागेको कुराहरू? बुढाबुढी भनेको कुरो सुन्नुपर्छ। अब उहिले बाजे भनेको कस्तो हुन्छ गीतै छ। आगो त मुढाको कुरा सुन्नु बुढाबुढीको बुढोको भन्ने उखानै छ।